Kathmandu is a cosmopolitan city, very versatile city, very promising city. र सबभन्दा ठुलो कुरो चाहिँ के हो भने काठमाडौँ I consider as the most beautiful city in the world. धेरै कुराहरूबाट एउटा मात्रै कुनै एक्सपेक्ट होइन कि काठमाडौँको जियोग्राफिकल, काठमाडौँको एथनिकल, काठमाडौँको यो जति पनि मान्छेहरूको समायोजन भएर यहाँनेर मिश्रित बसेका छन्, यो सबै हेर्दाखेरि मलाई के लाग्छ भनेदेखि काठमाडौँको र काठमाडौँको वरिपरिको ठाउँहरू जति भर्सेटाइल छ त्यो चाहिँ संसारभरि कतै पनि छैन। कन्टिन्युअसली म बसेको चाहिँ 1982 बाट। My parents, my ancestors, they belong to Dhankuta, eastern part of Nepal. एबोर्सन को बारेमा बोल्न डराउने, एबोर्सन चाहिँ कानुनी मान्यता नपाएको बेलामा yes we have to do and I do abortions. मैले नगरिकन हुँदैन, मैले मान्छेलाई मर्न दिनु हुँदैन र एबोर्सन चाहिँ जति सक्दो चाँडो यो चाहिँ लिगलाइज हुनुपर्छ भनेर जब मैले स्टेटमेन्ट दिँदाखेरि इट वाज अ ग्रेट क्योस। इभन BBC एन्ड अदर मिडियाले पनि त्यो चीज कभर गरे र आज 9 वर्ष अगाडि, 10 वर्ष अगाडि एबोर्सन जब लिगलाइज भयो नेपालमा हैन, त्यतिखेर मैले 82 मा बोलेको कुरा चाहिँ अहिले आएर लिगलाइज हुँदाखेरि आई फिल भेरी ह्याप्पी। यो ओम हस्पिटल चाहिँ मेरो एउटा कर्मथलो हो र यो ओम थलोको भित्तामा, टुप्पामा, भुइँमा जहाँ आएर पनि यदि मेरो बारेमा सोध्नुभयो भनेदेखि एभ्रीबडी विल फाइन्ड मी बिकज म यहाँ बिहान 6 बजे आउँछु र अहिले पनि हाम्रो 8:15 बजिरहेछ। आई हेभ अलरेडी फिनिस्ड माई 4 अपरेसन्स र बेलुका म झन्डै 8, 9, 9:30 बजेसम्म यहीँ हुन्छु। अहिले चाहिँ हप्तामा 2 दिन, Monday and Thursday, I usually go to नेपाल मेडिकल कलेज। अहिले त्यहाँ म अध्यक्ष भएको हुनाले र त्यहाँको बिरामीहरूले पनि हामीलाई पनि केही समय दिनुस् र त्यो समयमा आएर अपरेसन पनि गरिदिनुस्, हामीलाई अलिकति टाइम पनि दिनुस् भनेको हुनाले मैले हप्तामा 2 दिन, बिहीबार अपरेसन गर्ने, बिहीबार र सोमबार बिरामी जाँच दिने, त्यो चाहिँ मेरो फ्री छ अहिलेसम्म। फर द लास्ट 1 इयर मैले गरेको छु। त्यसकारण नेपाल मेडिकल कलेज, ओम हस्पिटल र मेरो घर कहिलेकाहीँ फ्री भएको टाइमहरू यसरी नै मेरो जनचेतनाको लागि, अरूले मेरो बारेमा जानुन्, मैले जानेका कुरा केही सिकुन् भन्नको लागि आई गिभ टाइम। डिजिज को कुरा गर्दाखेरि चाहिँ, रोगकै कुरा गर्दाखेरि चाहिँ सबभन्दा पहिलो रोग चाहिँ निसन्तान हो, जसबाट चाहिँ झन्डै 15% हाम्रा कपलहरू पीडित छन्। दोस्रोमा चाहिँ लिने हो भने इन्फेक्सन हो हैन, यसबाट झन्डै हाम्रो 30% हाम्रा पीडित छन् हैन। नम्बर 3 मा लिने हो भनेदेखि हाम्रो क्यान्सरहरू, विभिन्न भागका जुन क्यान्सरहरू छन्, चाँडो थाहा पायो भने निको हुने खालका क्यान्सर पनि हैन, थाहा नपाएर जटिल भइसकेको अवस्थामा हामीसँग छन् हैन। त्यसकारण यी सब चीजहरू, अब पेटको रोग बेग्लै भयो, सबभन्दा ठुलो लिने हो भने त श्वास प्रश्वासको रोग, पानीबाट आउने जुन रोगहरू छ, डायरियल डिजिज देखि लिएर जुन फोक्सोको रोगहरू छ नि, त्यो चाहिँ हाम्रो नेपालमा अत्यन्तै बेसी छ। काठमाडौँलाई चाहिँ एउटा स्वच्छ, सुन्दर, सफा, हराभरा काठमाडौँ बनाउन सक्यो भनेदेखि अरू केही पनि चाहिँदैन। टुरिस्टहरूले पनि हेर्न आउने, हाम्रो वास्तवमा एउटा ब्युटिफुल ठाउँ, रमणीय ठाउँ, यहाँको क्लाइमेट भयो, यहाँको यो जुन हाम्रो एटमोस्फियर छ, हाम्रो यहाँको जुन एउटा रमणीय दृश्य छ, त्यो हेर्न आउने भएको हुनाले अब काठमाडौँबाट बाहिर जाँदाखेरि पनि यिनै चिजहरू छन् जो हामीसँग छन्। र काठमाडौँ मात्र नभएर पुरा नेपाल चाहिँ सिटी अफ एभरेस्ट भनेर जुन चिनिन्छ, काठमाडौँकै वरिपरि पनि ती पहाड, पर्वत, कन्दरा, छहरा जुन छन्, त्यसलाई मात्रै हामीले बनाउन सक्यौँ भनेदेखि टुरिस्टको मनोरम पूर्ण हुन्छ।
मान्छेहरूले बाहिरबाट आइसकेपछि यहाँनिर काठमाडौँको फोहोर जुन छ नि त्यो चाहिँ उनीहरूले हेर्न चाहदैन हैन र काठमाडौँलाई सोचेको पनि हुँदैन उनीहरूले कि यति पोल्युटेड छ भनेर हैन त्यो देख्दाखेरि उनीहरूले नराम्रो। अर्को कुरो चाहिँ काठमाडौँमा जुन एउटा राति 12 बजे 2 बजे 3 बजे पनि घुम्न सक्ने जुन एउटा शान्ति सुरक्षाको जुन स्थिति थियो त्यो चाहिँ अहिले एकदमै छैन हैन र बुद्ध जन्मिएको ठाउँ उनीहरूले त्यो एक्सपेक्ट गर्छ कि चाहे लुम्बिनी होस् चाहे काठमाडौँ होस् चाहे भैरवा होस् बुटोल होस् जुनसुकै नेपालको कुनै काप्चामा गयौँ भने पनि हामीले त्यो शान्ति पाउँछौँ त्यो सुरक्षा पाउँछौँ भनेर उनीहरू एकदमै ट्र्याकिङ र काठमाडौँको वरिपरि घुम्न खोज्छ तर त्यो नपाउँदाखेरि चाहिँ दे आर रियली भेरी मच डिसहार्टेड। काठमाडौँको मात्रै नभनेर यदि काठमाडौँलाई वास्तविक काठमाडौँ बनाउने हो भनेदेखि यहाँको गन्दा राजनीतिलाई सबभन्दा चेन्ज गर्नुपर्छ। त्यति मात्रै चेन्ज भयो भनेदेखि एभ्रिथिङ विल चेन्ज। अब त्यो गन्दा राजनीति चेन्ज भयो भने के चिज चेन्ज हुन्छ त भन्ने कुरामा चाहिँ म 3 चिजमा फोकस गर्छु। एउटा यहाँको शान्ति सुरक्षा चेन्ज हुन्छ हैन यहाँको शैक्षिक वातावरण फेरि राम्रो आउँछ यहाँको जुन हामीले प्रदान गरेको स्वास्थ्य मेडिकल टुरिज्म अरूको बाहिरको जुन आवागमन छ त्यो चाहिँ बदलिन्छ। त्यति भयो भनेदेखि वी क्यान रियली फिल द्याट काठमाडौँ इज रियल काठमाडौँ। काठमाडौँ इज टु मच कन्जेस्टेड हैन यो कन्जेसन भएकै हुनाले यसले आफ्नो एक्सपेन्ड नगरेको कारणबाट सबैजना यी कन्फाइन हुन चाहन्छन् हैन त्यसले गर्दाखेरि टु मच ट्राफिक टु मच जाम एकदम यो सबै विसङ्गतिहरू यहाँ आएको छ हैन। अब यसलाई बढाउनको लागि हामीले के गर्नु पर्यो त भन्दाखेरि काठमाडौँको नियर बाई एरियामा है 4-5 लाख रोपनी जमिन लिएर हामीहरूले जुन कि प्रकाश चन्द्र रोहनीले परिकल्पना पहिले नै गरिसकेको चिज हो यो हैन। यदि हामीहरूले अर्को काठमाडौँ बनाउन सक्यौं जस्तो नोएडा भयो त्यसपछि आएर काठमाडौँ कराचीमा क्लिफ्टन एरिया भयो नयाँ कलकत्तामा 3वटा एरिया बनाइसकेको छ बम्बईको त झन् कुरै छोडिदिउँ 3वटा अर्को त्यसकारण जुनसुकै ठाउँमा पनि जब बढ्दै जान्छ नि पुरानो र नयाँ भन्ने हुन्छ क्या त्यसकारण हामीले नयाँ सिटी डेभलप गर्न सकेनौँ भने यो जामलाई कहिले पनि हटाउन सक्दैन। काठमाडौँबाट म प्राय त बाहिर जान्न अब विदेश गएँ भनेदेखि छोराहरू 3 ठाउँमा छन् लन्डनमा जेठो छोरो छ क्यानाडामा माइलो छोरो छ नर्वेमा कान्छो छोरो छ हैन युजुअली त्यतातिर होइन भनेदेखि काठमाडौँबाट हामी जाँदा जम्मा 2-3वटा ठाउँ मात्रै जान्छौँ या त वी गो टु नारायणघाट जहाँ हाम्रा साथीहरू हुनुहुन्छ अरू वी गो टु पोखरा हैन जुन कि एकदम नजिकै ड्राइभमा हामीहरू मजासँग जान सक्छौँ। अब त्योभन्दा पनि टाढा जाँदाखेरि चाहिँ आफ्नै ठाउँ इटहरी विराटनगर धरान त्यहाँनिर त्यो चाहिँ अलिकति लामो ड्राइभ भएको हुनाले इट टेक्स अलमोस्ट 8 to 9 आवर्स हैन त्यसले गर्दाखेरि छोटोमा जाने हो भनेदेखि चाहिँ समटाइम्स वी गो टु जनकपुर इभेन हैन नारायणघाट जनकपुर पोखरा यसरी हामी जान्छौँ। एकदम नजिकै जानु पर्दाखेरि चाहिँ कहिलेकाहीँ हाम्रो नगरकोट भयो हैन अनि यो ककनी यो एरिया भयो। I miss many things. So usually त अब नजिकको ड्राइभिङमा त आई डोन्ट मिस एनिथिङ हैन तर बाहिर विदेशमा गएर बस्दाखेरि त मैले भने नि अघि नै कि कुनै पनि ठाउँमा मैले नढाँटी भनेको धेरैलाई बाहिर घुम्न मनपर्छ सुत्न मनपर्छ होटलमा गएर खान मनपर्छ तर मलाई चाहिँ मेरो घरभन्दा राम्रो अरू लाग्दैन नम्बर 1 र नेपालभन्दा प्यारो नेपाल छोडेर जान त मलाई मनै लाग्दैन। त्यसमाथि पनि काठमाडौँबाट जब म बाहिर गएर काठमाडौँ ओर्लिन्छु नि यहाँको भित्र आउने बित्तिकै एउटा अर्कै किसिमको चिसोपना एउटा आइहाल्छ क्या त्यसकारण मलाई चाहिँ यो काठमाडौँ बाहिर जाँदाखेरि चाहिँ यहाँको पुरा एभ्रिथिङ आई मिस एउटा कुनै चिज मैले यो मात्रै मिस गर्छु भनेर भन्नै सक्दिनँ म चाहिँ। Maybe my own hometown, Dharan, Viratnagar, or second is Pokhara and Narayanghat.
हाम्रो संस्कृतमा श्लोक छ मातृदेवो भव पितृदेवो भव आचार्य देवो भव हैन यी तीनटालाई चाहिँ देवता जस्तै मान्नुपर्छ अब बाउरा आमा त छोड्दिउँ हैन आचार्य जसले तपाईलाई शिक्षा दियो नि संसारमा सबभन्दा ठुलो चाहिँ त्यो हुन्छ क्या त्यसकारण मलाई शिक्षा दिने मेरा दुईटा गुरुको म जहिले पनि नाम लिन्छु म प्रोफेसर टी.ए. चौधरी मेरो गाइनीको ढाकाको प्रोफेसर र प्रोफेसर नुरुल इस्लाम मेरो ढाकाको मेडिसिनको प्रोफेसर जब म एयरपोर्टमा उड्न आँटिरहेथेँ अनि मेरो प्रोफेसर टी.ए. चौधरीले है मलाई सीएफ गर्दाखेरि लास्ट वर्ड उहाँले मलाई भन्नुभयो डाक्टर रिजाल आई हेभ गिभेन यु सफिसिएन्ट एजुकेसन स्किल एन्ड एभ्रिथिङ वाट एभर आई ह्याड लास्टमा म तँलाई एउटा कुरो मात्रै आई वुड लाइक टु से नेभर रन आफ्टर मनी लेट मनी रन आफ्टर यु भनेको वर्ड चाहिँ मेरो लागि सबैभन्दा ठुलो मार्गदर्शन हो र मैले अहिलेसम्म पनि नेपालमा आएर मैले आफ्नो गुरुले दिएको जुन शिक्षा छ त्यसैलाई मैले पालन गरेर म अगाडि बढ्दैछु र आई हेभ रिसिभ्ड एभ्रिथिङ म अरूलाई पनि के भन्छु भनेदेखि परोपकार अरूको लागि तिमी गर तिमीले त्यसको प्रतिफल पाउँछौ यदि मलाई कसैले चाहिँ चिनाउने नै कसरी भनेर भन्नुहुन्छ भनेदेखि चाहिँ आई एम ए डक्टर हैन मैले चिकित्सा सेवाबाट मैले गर्न सक्ने जति मेरो काम चाहिँ फर्स्ट दायित्व मेरो एमबीबीएस पछि $5,000 को मैले जब छोडेर आएर नेपालमा 450 को जब गरेँ र म प्रस्तुतिगृहमा काम गर्थेँ नि त्यो गेटमा ल्याएर त्यो अनसेफ एबोर्सन गरेर ल्याएर गेटमा मरो भनेर ल्याएर फ्याँकिदिन्थे अनि त्यसलाई उठाएर ल्याएर हामीहरू त्यो कम्प्लिट गरेर त्यसलाई जोगाएर पठाउँथ्यौँ आई हेभ रिटन मोर देन 2000 सङ्ग्स चोरी भो मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ भन्ने सत्य स्वरूपले गाएको के नै हुने हो र साथी दुःख बिसाएर भन्ने फिल्मको लागि पनि मोर देन 100 सङ्ग्स के साइनोले बोलाऊ के नआउँदिउँ तिमीलाई लजालु ती नजर सित्तैमालो सित्तैमा सत्यताबाट भाग्नु हुँदैन क्या